ल यस्तो छ मसँग बिहा गर्नेलाई केही दुःखै छैन है को आउने खुरुक्क आयो हुन्छ छोटीमा आइहाल्छ तिमी हाल्न पर्दैन दसैँ तिहार चाड गर्न मलाई बिहा गराइदेऊ यस्तो राम्रो रोटी हाल्दा कहाँ गयो नि आउन नसक्यो अब चुनावमा म तिमीलाई भोट हाल्छु के एउटा बिहा हेलो गाइज दोस्तों नमस्ते आज चाहिँ म सेलरोटी बनाउन गइरहेको छु दसैँको उपलक्ष्यमा है सर्वप्रथम त सम्पूर्णलाई विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना है त यहाँनिर यसरी कराईमा तेल हालिसकेको छ तेल पनि तात्न लागिसकेको छ यहाँनिर पिठो छ है यो पिठो हो पिठो अलि बाग्लो भए जस्तो छ त्यही पनि भन्छ होला कस्तो हुन्छ म एकछिनपछि देखाउँछ है त ल है होइन केही हुन्न ल यति हालिसकेको छु मैले हाल्दै पनि छु यता बस नि यता देखाउनु पऱ्यो नि तँले हालेको भनेर ल्याएको भन्नु फेरि ल है गाइस रोटी एकदम राम्रो भइरहेछ अब दसैँको रोटी ल यस्तो छ मसँग बिहा गर्नेलाई केही दुःखै छैन है को आउने खुरुक्क आयो हुन्छ छोटी म आइहाल्छु तिमी हाल्न पर्दैन दसैँ तिहार चाड गर्न मलाई बिहा गराइदेऊ नि यस्तो राम्रो रोटी हाल्दा तिमीले मलाई बिहा नगर्ने यो केटी भए तिमी कहाँ गयौ नि आउन नसक्यो अब चुनावमा म तिमीलाई भोट हाल्छु के एउटा बिहा गराइदिउ यस्तो भइसकेको छ है हाम्रो आगो अलिक कम भइसकेको छ अब सिद्धिमा लागेको छ बाइज है भाँचेमा यो एकछिन केही भन्नु रोटीको बारेमा भेरी नाइस है केटीहरू केही दुःखै छैन रोटी सोटी म आफै हाल्छु छोरा पनि हुर्की भ्याहा पाउनु पनि पर्दैन को आउने हो वेलकम छ है नभएको बुढी मात्रै हो ल यस्तो दामी भयो होला रोटी यहाँ हेर न मलाई कस्तो गोरो थियो हामीले पनि डराउने आगोले नि पोल्ने गरेर कस्तो कालो भयो अब के घसेर म सेतो हुनु होला नि के पिबा मलाई तिमीले भ्रष्टाचार गरेको पैसा त हाल्यो उसले के पिबा एउटा त्यो भइसक्यो यति गाली ल काँडा पनि उठेछ है छट काँडा उठेछ यो कता मिठो छ यो रोटी ल भयो होला अब यो एउटा पाकौँ एउटा पकाउँ न लगभग अब सिद्धिन लागिसकेछ है गाइस मैले धेरै नै पोलिसकेँ यता आमा आउनु भएको रहेछ आमालाई पनि देखाइदिनु पर्यो अब आउने बुहारीलाई को सासू यसो चिनाइदिनु पर्यो केपीबालाई केही भन्ने हो म
मैले भनेछु कि केटीलाई बिहा गराइदिनु केटीबा मेरो बिहा नगराइ तिमी किन राजीनामा दियौ नि केटीबा अब भाइरल हुने भिडियो यही हो है गाइस सबैले सपोर्ट गर्नु पर्यो तेल पनि तल तल गइसक्यो ल यस्तो राम्रो रोटी हालिदिन्छु ल धेरै मिनट भयो खै ल है गाइस ल यस्तो यति हालिसकेको छु मैले है कति त खाइ पनि सक्यो होला दानमा यति छ अनि यहाँ भाँडामा चाहिँ थोरै छ अब 2-3टा बन्छ होला म हेर्नु त ओ माई गड पसिनाले यस्तो भइसक्यो यस्तो बिजोग छ है बिजोग छ ल गाइस लाइक कमेन्ट सेयर गरिदिनु होला है त कस्तो लाग्छ म चाहिँ अब क्यामेराम्यान छैन एक्लैले गर्न गाह्रो भयो म यो भ्लगलाई चाहिँ यहीँ अन्त्य गर्छु सी यू अगेन ह्याप्पी दसैँ